नमस्कार सबैजनालाई। आज हामी यो तौदह भन्ने ठाउँमा छौँ होइन। यो चाहिँ हाम्रो राम्रो ठाउँ छ भनौँ न, किर्तिपुरदेखि नजिकै छ। अनि यो चाहिँ तपाईँहरूलाई देखाउँछु ताल होइन, ठुलो छ, धेरै ठुलो ताल छ होइन, पुरै देखाउँछु। त्यहाँ कुनादेखि त्यहाँ माथि छ, फेरि यता छ, अनि फेरि योदेखि योभन्दा पनि माथि छ होइन। उताबाट पनि देखाउँछु। रुको, हाँसहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले बिचमा होइन, टम्म हाँसहरू छ हेर्नुहोस्। दामी छ, माछाहरू छन्, गोल्डन फिसहरू छ धेरै होइन, माछाहरू टन्न छन् यसमा। त्यसको लागि चारो फाल्नुपर्ने हुन्छ हामीले। हाम्रो दानाहरू चाहिँ यहाँ किन्न मिल्छ, दाना सस्तै हुन्छ, तर अहिले चाहिँ हामी दिँदैनौँ किनभने दिइसकेका छौँ पहिला नै चारो। फेरि जाने बेला एकचोटि दिन्छौँ। यहाँ हाँसहरू हेर्नु सक्नुहुन्छ। सो त्यही हो, यताबाट नि हेर्नु ठुलो छ ताल, आउनु होला, राम्रो छ ठाउँ। के भन्छ, नाग पञ्चमीको दिनमा पनि नागको पूजा हुन्छ होइन। धार्मिक स्थल पनि हो, एक किसिमले पर्यटक स्थल पनि हो। त्यही भएर आउनु होला हजुरहरू। धेरै नै सुन्दर ठाउँ छ। यता देख्न सक्नुहुन्छ माछाहरू कति, म तपाईँलाई देखाउनेछु। हेर्नुहोस्, यहाँ गोल्डन फिसहरू छ, धेरै माछाहरू अत्याधिकै छन् भनौँ होइन। हामीसँग आएका मध्ये हामीहरू सबजना हौँ होइन, हामी ग्रुपमा छौँ। यो पनि आइरहेको छ अहिले, हामी जहाँ भएको थियौँ होइन। सो त्यही हो। अब हाम्रो भान्जीले फोटो खिच्ने भन्दै हुनुहुन्छ। भर्खर विवाह छ हाम्रो भान्जा भान्जीले गएको, नौलो जोडी उहाँहरू चाहिँ। हेर्नु सक्नुहुन्छ पुरै भ्यू। अनि दाना फाल्नुहोस् त सर एकचोटि, ल माछा हेरौँ न, ल माछा देखाइदिनुहोस् न थोरै। ल अब हेर्नुहोस् है, हाम्रो सरले माछामा दाना फाल्नुहुन्छ। अब हेर्नुहोस् है माछाहरू कति छ नि। अब हेर्नुहोस् यहाँ खाना कति आउँछ। ओ फालेको मिली सेकेन्डमा यहाँ मिलियनभन्दा बढी माछाहरू आइसकेका छन्। मिलियन प्लस, मिली सेकेन्डमा मिलियन प्लस माछाहरू टन्नै छन् है। यो ताल हेर्नु पुरै होइन, यो पुरै तालभरि यति धेरै माछाहरू छ कि, यति धेरै माछाहरू छ कि अब पुरै नगरौँ। अब यो एकचोटिमा यो ताल पुरै खिच्न पनि सकिनँ, त्यति धेरै ठुलो छ कि हाम्रो होइन। त्यही पनि म देखाउनु ट्राई चाहिँ गर्छु। ल एकचोटि आउनु होला भन्छु म त। ठाउँको नाम एकचोटि भनिदिनु त सर। तौदह एकचोटि तौदह पुग्नु होला। सो त्यही हो, हाम्रो माछाहरू हेर्नुहोस्, गोल्डन फिसहरू धेरै छ यता। आजको यो भिडियोलाई हामी बिस्तारै समाप्त गर्नेछौँ। त्यहाँ हाँसहरू बसिरहेछन्। ओ तपाईँहरूलाई म देखाउँछु माछा के हो। यहाँ देख्न सक्नुहुन्छ गोल्डन फिसहरू धेरै छ। यता हेर्नु माछा हाम्रो यो परेवा पनि छ नजिकै। हेर्नुहोस् माछा चारो खलेको बेला। त्यहाँ हेर्नु गोल्डन फिस। ओ यहाँ हेर्नुहोस् माछाको, बाफ रे बाफ। मुनि 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 माछालाई मुनि मुनि गर्दै किन हाँस्दै थियो। सो त्यही हो गाइस, धेरै लामो भ्लग बनायो भने भ्युज पनि त्यति जान्न होइन। त्यही भएर आजलाई यति नै। सो नेक्स्ट डे बाई बाई।